हामी चाहिँ 3 दिनको टुरको लागि ब्युटिसियन साथीहरू भएर निस्केको छौँ। यो टुर अर्गनाइज गरेको, स्पोन्सर गरेको सबै कानपेकी कम्पनीले नै हो। त्यसैले हामी सबैजनाले कानपेकीकै नाम मात्र लिइराखेको छौँ। एकदमै रमाइलो भइराखेको छ। धेरै साथीहरू पोखरा बस पार्कबाट जम्मा भएर आउनुभएको थियो भने हामी 3 जना चाहिँ आपटाँडीबाट चढेको थियौँ। करिब आधा घन्टाको बस यात्रापछि हामी मुगलिन पुगेर कफी पिउन थाल्यौँ। कफी पिउने बेलामा हामी पुलतिर गएर एकछिन फोटो खिच्यौँ। यहाँनिर ग्राउन्डहरूमा खिच्यौँ। त्यसै गरी हामी चाहिँ अहिले कफी सपमा छौँ। एकछिन कफी आउन ढिला भइराखेको थियो त हामी फोटो भिडियोहरू बनायौँ। रमाइलो गफ भइराखेको छ। सबैजनाले कानपेकीलाई नै थ्याङ्क यू भनिराख्नु भएको छ। सबै ब्युटिसियनहरू नै हुनुहुन्छ। हामी ब्युटिसियनहरूलाई नै कानपेकीले टुर गराएको हो। यो टुर 3 दिनको हुनेछ। अब हामी कफी पिइसकेपछि फेरि अझै फोटोसुट नसकिएको साथीहरूले फोटोसुट गर्नुभयो। त्यसपछि लाग्यौँ। हामी आज पोखरा जान्छौँ। पोखरामा खाना खाएर हामी जान्छौँ कुसमा। अहिले हामी खाना खानको लागि पोखरामा रोक्यौँ। पोखरामा न्यु रोडमा थकालीमा खाना खाएर हामी फेरि निस्क्यौँ। त्यहाँबाट हामी हाम्रो डेस्टिनेसन आइसकेका छौँ, हार्नेस जिप लाइन एडभेन्चर रिसोर्ट। गाडीबाट झरिसकेपछि हामी होटलभित्र जाँदैछौँ। गेस्टहरूलाई स्वागत प्रोग्राम हुँदो रहेछ, त्यसैले स्वागत गर्नको लागि उहाँहरू रेडी गराउँदै हुनुहुन्छ। हामीलाई एकैछिन बाहिर वेट गर्न भन्नुभयो सरहरूले। त्यसपछि हामी लाइनमा गयौँ। लाइनमा गएपछि उहाँहरूले माला फुलहरू दिएर स्वागत गर्नुभयो। यसरी रमाइलो भइराखेको थियो। सबैजनालाई वेलकम भइसकेपछि हामी यो होटेलभित्रको कुराहरू हेर्न थाल्यौँ। राम्रो थियो। सबै कुराहरू एकदमै राम्रो थियो। यो चाहिँ रह्यो लबी। यसको वरिपरि यस्तो राम्रो डेकोरेटहरू गरिएको थियो। साथै राम्रो लाग्यो। हामी चाहिँ मक्ख पर्दै हेर्दैछौँ। म चाहिँ यहाँ भिडियो बनाउँदैछु। यस्तो सजाएको कुराहरू, लाइटहरू राम्रो एरेन्जमेन्ट गरिएको थियो। त्यसपछि हामी होटेलको बाहिरपट्टि पछाडिपट्टि निस्क्यौँ। पछाडिपट्टि चाहिँ यस्तो खोला अनि पहाड असाध्यै राम्रो नेचुरल सिनहरू रहेछ। हामीलाई वेलकम गर्नको लागि उहाँहरूले वेलकम ड्रिङ्क राख्नुभएको रहेछ। यसरी जुस दिएर वेलकम गरेपछि वेलकम ड्रिङ्क पनि हामी पिउन थाल्यौँ रमाइलो गर्दै। केही बेर हामी होटेलको यो प्राकृतिक सिनहरूमा फोटो भिडियोहरू लिने र रमाउने गर्न थाल्यौँ। असाध्यै राम्रो थियो। यो भित्र त्यस्तै टाइपको राम्रो डेकोरेट गरिएको थियो भने बाहिरपट्टि पछाडिपट्टिको बाहिर चाहिँ राम्रो सिन थियो, नेचुरल सिन। यो चाहिँ बाहिरको भित्ताहरूमा राखिएको सिनहरू हो। यहाँनिर एउटा पहिला हिन्दी फिल्ममा देख्ने टेलिफोन बुथ जस्तो पनि राखिएको थियो फोटो सेसनको लागि। हामीले त्यहाँ पनि फोटो खिच्यौँ। केही बेरको यहाँको रमाइलोपछि हामीलाई होटेलको रुमको चाबी दियो। होटेलको रुमहरू चाहिँ हामीले अहिलेसम्म देखेअनुसार 102, 103, 5 यस्तो हुन्थ्यो भने यहाँ चाहिँ क ख रहेछ। एकदमै टिपिकल नेपाली कुराहरूलाई लिएर बनाइएको छ यो होटेल चाहिँ। क ख रहेछ। हाम्रो चाहिँ च परेको थियो। हाम्रो चाहिँ च थियो रुम नम्बर। हामी रुमभित्र गयौँ। रुम यस्तो थियो। रुम पनि असाध्यै राम्रो थियो। बाथरुमहरू पनि देखाउँदैछु म हजुरहरूलाई। राम्रो थियो बाथरुम। यसरी यसो एकछिन ऐना हेर्नु पर्यो भनेर केही बेर रुममा रेस्ट गरेर अनि फ्रेस भइसकेपछि चाहिँ हामी फेरि बाहिर निस्क्यौँ। यो नेपाली टिपिकल नेपाली छत्रीहरू भएको ठाउँ रहेछ। मैले यहाँनिर एउटा भिडियो बनाएँ। यति बेलासम्म साँझ परिसकेको थियो। साँझमा बाहिरको वातावरण यस्तो थियो होटेलको। हामी साँझमा एकछिन बाहिरको वातावरणमा फोटो भिडियोहरू खिच्यौँ। केही बेरको फोटोसुटपछि हामी
बेलुकाको स्न्याक्सतिर लाग्यौँ। स्न्याक असाध्यै राम्रो थियो। यस्तो थियो बस्ने ठाउँहरू, साथीहरू आउँदै हुनुहुन्थ्यो, कतिजना आएर बसिसक्नु भएको छ। अलिकति जाडो पनि थियो त्यहाँनिर, फागुनको महिना भर्खर सुरु भएको। हामीले आगो बालेर रमाइलो गर्दै आफ्नो स्न्याक्सलाई इन्जोय गर्दै थियौँ। यहाँनिर सबैजनालाई जे खान मन लाग्छ त्यो ड्रिङ्क्सहरू थियो। धेरैजना साथीहरूले बियर खानुभयो। हामी 3 जनाले चाहिँ जुस खायौँ। हेर्नु न, जुसको फ्रुट्स नै खस्यो चियर्स गर्दाखेरि। एकदमै रमाइलो लागेको छ। थ्याङ्क यू रमाइलो गर्दै नाचगान गर्दै गऱ्यौँ। एकदमै रमाइलो भइराखेको थियो। साथीहरू नाचिरहनु भएको थियो। साथीहरूलाई एकदम राम्रो नाच्न आउँदो रहेछ। मलाई चाहिँ आउँथेन, अलिअलि नाचेँ। साथीलाई चाहिँ राम्रो नाच्न आउँदो रहेछ अनि मलाई पनि सिकाउँदै हुनुहुन्छ। म चाहिँ खासै नाच्नै नजान्ने, उहाँसँग अलिअलि सिक्दैछु। हेर्नु खुट्टा हल्लाउँदा उहाँको हेर्दै हेर्दै म पनि खुट्टा हल्लाइरहेको छु। मलाई फिटिक्कै आउँदैन नाच्न, त्यही पनि म कोसिस गरिरहेको छु रमाइलो गर्नको लागि। सबैजना एकदम राम्रो नाच्नु भएको छ। त्यसपछि यतापट्टि थियो सोमरस बार भनेर। यो चाहिँ बारमा चाहिँ कस्तो राम्रो राम्रो रक्सीहरू यस्तो रेडी गरेर राखेको थियो के भन्दै हुनुहुन्थ्यो यसको नाम मैले चाहिँ बिर्सेँ। मलाई चाहिँ रक्सीहरूको बारेमा खासै नलेज छैन। यता हाम्रो डिनरको लागि टेबल रेडी थियो। त्यसपछि हामी फेरि डिनरमा लाग्यौँ। स्न्याक्सले नै पेट त भरिसकेको थियो, फेरि अलिअलि डिनर गऱ्यौँ। यहाँ पनि रमाइलो गर्दै गफ गर्दै लेट नाइटसम्म बस्यौँ हामी। डिनर पछि हामी बिदाबादी भएर रुममा गयौँ। रुममा सुतिसकेपछि फेरि भोलिपल्ट बिहान हाम्रो रुम अगाडि राम्रो पार्क थियो, पोखरी थियो अनि एकदमै धेरै माछाहरू, यस्तो राम्रो वातावरण थियो त्यहाँ। यो एक्वेरियममा राख्ने माछाहरू जस्तै ठुलो पोखरीमै थियो कि यहाँ चाहिँ। अनि हामी यसको इन्जोय लियौँ, फोटोहरू खिच्यौँ। त्यसपछि आफ्नो फोटो खिच्न पनि थाल्यौँ। यहाँनिर हामीले हिजो फोटो खिच्न भ्याएको थिएनौँ। हिजो हामी आउने बित्तिकै अर्को पार्कतिर गएको थियौँ भने यहाँनिर हाम्रो रुमको अगाडि हो यो चाहिँ। यहाँनिर इन्जोय गऱ्यौँ, फेरि भरपुर फोटोसुट गऱ्यौँ। हामीलाई रमाइलो लाग्ने भनेको फोटोसुटमा नै त हो। त्यसपछि फेरि हाम्रो बिहानको ब्रेकफास्ट सुरु हुन्छ। ब्रेकफास्टमा एकदमै धेरै भेराइटीहरू थियो, असाध्यै राम्रो थियो। आफूलाई जे मनपर्छ त्यो खाना राम्रो भेराइटीहरू थियो। त्यसपछि हामी ब्रेकफास्ट लिनतिर लाग्यौँ। ब्रेकफास्ट पनि हामी इन्जोय गरेर खायौँ रमाइलो गर्दै। अनि यो नदीको तीरतिर बाहिरपट्टि, जुन होटेलको बाहिरपट्टि मैले पहिलो दिन देखाएको थिएँ, त्यहाँनिर चाहिँ हामी ब्रेकफास्ट गऱ्यौँ। त्यहाँनिर थियो हाम्रो टेबलहरू। ब्रेकफास्ट पछि हामी द क्लिपतिर लाग्यौँ, कुसमा। द क्लिपमा गएर हाम्रो चाहिँ आज टार्गेट छ बन्जी जम्प गर्ने। मसँगै अरू साथीहरू पनि बन्जी जम्प गर्ने कुरा गर्नुभएको छ। अब उहाँहरू गएर के हुन्छ। म त कस्तो मजा ठोक्छु। सबैजनालाई जिप लाइनमा एकदम इन्जोय गर्नु होला। हजुर चाहिँ के गरे बन्जी गर्ने चाहिँ हामी 3 जना छौँ है। यहाँनिर ब्युटिफुल लेडी, दुईजना हामी छौँ। भगवान्ले रक्षा गरून् हाम्रो। म त यता कुसमा द क्लिप कुसमा आएको छु घुम्न साथीहरूसँग। हजुरले पे गरिदिनु त्यो पछि अघि के बसमा आउने बेलामा को हो बन्जी जम्प गर्ने भन्दा म भन्ने मान्छे यही हो भन्दा बन्जी गर्ने भन्नुभयो। अनि अहिले चाहिँ मलाई के भन्नुभयो भने हजुर गर्नु, अनि त्यसपछि हजुरको हेरेर म गर्छु रे। यस्तो हुनुहुन्छ हामी। हामी चाहिँ उहाँको अवस्थालाई बढाउँदैछौँ। हामी कस्तो फिल भइरहेको? एकदमै एक्साइटेड छु, कस्तो रमाइलो फिल भइरहेको। अहिले म त हावा उडिरहेको। थ्याङ्क यू एलिसा म्याम, थ्याङ्क यू किसन सर। हामी चाहिँ हेरेर इन्जोय गर्छौँ ल। बाबु बन्जी गर्न लाग्यो। मैले कस्तोलाई नि भने होइन, अब बन्जी गर्न जानु लाग्छु र बन्जी गरिसकेपछि बल्ल तिमीलाई फोटो भिडियो पठाउँछु। म चाहिँ मोबाइल दिएर मेरो फोटो भिडियोहरू बनाइदिनु है भनेर बन्जी गर्नतिर लागेँ।
त्यहाँ गएर यहाँनिर चाहिँ हेर्नु न लास्टमा लगेर उभ्याउँदाखेरि चाहिँ ला भन्ने एकदमै डर लागिरहेको थियो मुटु ढुकढुक भइराखेको थियो त्यही पनि एकदम आँट गरेँ फरालले म त एकदमै रमाइलो भइरहेको थियो पिङ खेला जस्तो मजा आयो बन्जी त एकदमै रमाइलो हुँदो रहेछ राम्रो हुँदो रहेछ एकछिन खाली बेला मात्रै कस्तो कस्तो सिरिङ्ग भएको थियो त्यसपछि एकदमै एकछिन त ला गएँ म जस्तो ओ माय गॉड हाउ इमेजिन पुरा गरेर थियो नि त हातमा आस्ते रमाइलो लागिरहेको जिन्दगी मान्छे छोरी आमा वाउ नेपाल चल उठ नेपाल चल उठ कस्तो रमाइलो कस्तो रमाइलो भयो मैले प्लान गरेँ कस्तो रमाइलो भयो राम्रो छु आकाशमा यस्तो सबैजनाले सुनिङ गर्नुपर्छ एकचोटि कस्तो राम्रो आइम भन्छु है अनि कुरा गर्नु एकछिन त्यही प्राकृतिक छटाहरूसँग रमाउन मन थियो तर मलाई तानिहाल्यो माथि 3-4 मिनट पनि राखिन्न रहेछ त्यसपछि बन्जी मेरो भ्याइयो म फर्केर आएको पनि भिडियो बनाइदिनु भयो साथीहरूले यस्तो टी सर्ट दिनुहुँदो रहेछ त्यहाँ बन्जी गर्दाखेरि मैले टी सर्ट पनि लगाएर गरेको थिएँ साथीहरूले भिडियो बनाइदिनु भएको रहेछ माथि बसेर हाई भन्दै आएँ फर्केर बन्जी सकियो मेरो सबैजनाले तपाईँ त कस्तो धेरै हिम्मतिलो हुनुहुँदो रहेछ भनेर तारिफ गर्नुभयो त्यसपछि फेरि होटेलमा फर्किने बेलामा चाहिँ हामी जिप लाइनमा फर्किनु पर्थ्यो बन्जी गरेर आइसकेपछि जिप लाइनमा त के हुने र खासै त्यस्तो केही भएन जिप लाइन भ्याएर आएपछि त्यहाँनिर जिप लाइन गरेर ल्यान्ड भइसकेको छु म त कस्तो रमाइलो भयो तर बन्जी जस्तो चाहिँ होइन म अलि ढिलो भएको हावाले हानेर लास्ट नबोलेको सुनि उतापट्टि फर्काइदिए यतापट्टि नफर्काउँदो रहेछ हावाले ए सुपरम्यान भयो भने चाहिँ यतै फर्किन्थ्यो सुपरम्यान त फेरि कस्तो बस सुत्न पर्ने रहेछ नि त कहाँ अभोइड गर्ने भने त्यो सम्पूर्ण एडभेन्चर पछि हामी होटेलमा आयौँ र खाना खाएर एकछिन रेस्ट गऱ्यौँ त्यस दिन हाम्रो भ्यालेन्टाइन डे पनि थियो त्यसैले हामी भ्यालेन्टाइन डेको लागि एउटा प्रोग्राम अर्गनाइज गरिराखेको थियौँ साँझमा हाम्रो भ्यालेन्टाइन प्रोग्राम हुँदै थियो त्यसकारणले हामी रेडी भयौँ सबैजना रेड ड्रेसमा हुनुहुन्थ्यो त्यस दिन प्रोग्राम गरिसकेपछि सरहरूले हामीलाई गिफ्ट ह्याम्पर दिनुभयो सबैजनालाई कानपेकीको तर्फबाट गिफ्ट दिइसकेपछि फेरि हामीले एकछिन रमाइलो गऱ्यौँ स्न्याक्स लिँदै यसरी नाच्दै रमाइलो गऱ्यौँ त्यस दिन एउटा वाइन पार्टी पनि भएको थियो सबैजनाले हातमा वाइन समात्नै पर्ने र यस्तो भिडियो बनाउनु पर्ने थियो त्यहाँनिर खानी नखानी सबैजनाले वाइन समात्नु भएको थियो वाइनको ग्लासहरू राम्रो देखिएको भएर मलाई पनि भिडियो बनाउन एकदमै रमाइलो लागेको थियो नखानेहरू सबैजनाले समात्यौँ हामीले यो बारमा भएको ग्लास समातेर भिडियो बनाउन नि मलाई एकदम रहर लागेको भएर मैले यसलाई पनि बनाएँ भिडियो रमाइलो लाग्यो राम्रो थियो एकदमै ग्लास स्न्याक्समा एकदमै धेरै भेराइटीहरू थियो स्न्याक्सहरू आइराखेको थियो खाँदै नाच्ने कामहरू भइराखेको थियो अहिले फेरि सिजलर आयो सिजलर पनि खायौँ हामीले एकदमै इन्जोय गऱ्यौँ हेरेर पनि आगो बालेको हेरेर पनि रमाइलो लाग्यो हामीलाई यसरी उहाँहरूले आगो बालिदिनु भयो सिजलरमा यस्तो इन्जोय गऱ्यौँ हामीले साध्यै इन्जोय गऱ्यौँ यो दिनको स्न्याक्सबाट पनि साध्यै इन्जोय गऱ्यौँ अब चाहिँ म लिँदैछु सिजलरमा आएको मिटहरू चाउमिनहरू लिँदैछु रमाइलो लागिरहेछ फिस थियो एउटा चाहिँ फिस राम्रो थियो र टेस्टी थियो एकदमै राम्रो लाग्यो हाम्रो यो स्न्याक्स पनि रमाइलो भइराखेको थियो हामीले यस दिन चाहिँ एकदमै धेरै स्न्याक्सहरू ल्यायौँ जुसहरू ल्यायौँ वाइनहरू लिनुभयो साथीहरूले बियरहरू लिनुभयो धेरै बेरसम्म नाचगान र रमाइलो गऱ्यौँ त्यही भएर हामीले यो दिन चाहिँ लास्टमा डिनर गरेनौँ हामी एकदमै फुल भइसकेको थियौँ भोलिपल्ट ब्रेकफास्ट पछि हामी त्यहाँबाट बिदाई भयौँ।